आम्मामा साथीहरू यो चाइनाको टिबेटमा चाहिँ यो ड्याम चाहिँ यसरी चाहिँ भत्किएको रहेछ क्या। हेर्नु न पहाडै खसेर पुरै झरेको रहेछ। त्यसपछि त्यो पहाडको ढुङ्गा माटोले चाहिँ यसरी छचल्केर हेर्नु न यहाँ ड्याममा भएको पर्खालाई चाहिँ यसरी भत्काएर चाहिँ पुरै यहाँको पानी चाहिँ आधीभन्दा बढी चाहिँ गएको रहेछ साथीहरू। यो हेर्नु चाहिँ एकदम अन्तिमसम्म हेर्नु। अनि यहाँदेखिको नेपालसम्म कसरी आयो यो सबै भिडियो यहाँ राखेको छ, पुरै हेर्नु होला। राम यसरी पो भएर रहेछ त सुरुवात त।小白龙水工作。喂，这这可不得个了，喂。喂。哦呀，进大了，你看进大了，家伙，先别上。马蹄啊，马蹄，马蹄，马蹄。哇。喂，马蹄！喂！喂，我他妈不给马蹄啊！我去他妈的！都帮他买个那不就不是？喂，你心里老的啊？喂，拍我烧毛片，喂，就买这个巴掌我不去。喂，哇，你心里面。喂，过来了过来。哇，动了。喂。पुरै पुरिसकेको छ। सबै सुरक्षित रहनु होला, सुरक्षित रहन। एहे अब गाडी कति थियो, बजार कति हो मान्छे कोही आकै छैन नि। अझै आउनु खोलो त अनि सोल तपाईँ घरहरु यो त अझै आउने छ। खोलो आकै छैन क्या, खोलो सुन्नै भएन अझै। तन्ने खोलो आउने बाँकी छ। बेत्रावती बजार पुरै पुरिसकेको छ। सबै सुरक्षित रहनु होला। त्रिशुलीतिर मैले भिडियो बनाएँ, म तपाईँलाई अहिले बनाएर पठाइदिन्छु अब है। हाम्रो त बाटै छैन। सब मान्छे अब गएन के, कति मान्छे मरिसक्यो होइन? अब मर्यो होइन त्यो मान्छे मर्यो। अब कहाँ जाने त त्यो मान्छेहरू हेर्नु त। बजार पुरै सकिसक्यो, भैँसे सकियो। अहिले भर्खर के अहिले भिडियो बनाइदिनु मतलब यति ठुलो बाढी आएको छ कि चाहिँ होइन तपाईँ ठ्याक्कै तपाईँको यो अब घुम्ने आइपुग्नु लाग्यो। हामी यताउतिबाट भर्खर सुरु भयो क्या, पुरा घरै छैन यता आइदियो। लगभग तपाईँको 40-50 घरै डुब्यो क्या। मान्छे कति मऱ्यो हेर्नुहोस्, 100-150 एउटा घर डुबिसकेको छ त्यहाँ। चाहिँ कट्यौँ होइन। अब मान्छे कति मरे, कति के भयो केही गर्दा फर्किनु अब त पत्तै छैन यो। अब हामी त कटिहाल्यौँ, केही फरक परेन। हामी चाँडै भयो बिहान आज। अहिले अब म तपाईँलाई अझै भिडियोमा 2टा भिडियो बनाएर अब म बनाउँछु। नै हामी त भाग्यले मान्छे हो कि। तपाईँहरू त चाँडै आइहाल्नु गाडी बाँच्नु भयो यार तपाईँहरू यार। हाम्रो गाडी पनि फिर्ता गरिदिन्छु मैले। तपाईँहरू बाँच्नुभयो, बाँच्नुभयो यति बसी। ल डुबिहाल्नु, उ त्यो घरै डुबिसक्यो, पुलै जम्मै डुबी। अब होइन खोलो अझै आइपुगेको छैन अरे क्या माथिबाट। हामीले खोलो त अझै आउँदैछ कि यो त आधी माथि त्यतातिर घरहरू सबै घरहरू लान्छ। भाग्न भ्याउने हो भने अहिले तिनीहरू माथि भाग्दै गर्दा हुन्छ क्या बरु। त्यो लाने नै हो क्या, ढुक्कै लाने हो है। ल हेर्नु त हेर्नुहोस् नि, यो चाहिँ तपाईँको छोटो समयमा जान्छ भने ल हेर्नु त। अब यता फलाफुपट्टि आइसक्यो कि यताको पनि हो, यता पनि मान्छे हटे हुन्छ। डाँडाको छेउ होइन यो केही पनि होइन क्या। माथि चाइनाको लेनदेखि यो माथिको चाइनाको भुटेको हजुर ल यस्तो भएपछि ल स्याब्रु त अनि योभन्दा बढी कम हो। अनि लैहाल्छ नि यसो।
ल ढिक के अरे त्यो सोले त्यही त अब यो माथि तपाईँको माथिको बेत्रावती बजार पुरै स्याब्रु बेसी शान्ति बजार सबै ध्वस्त यो त तपाईँको थोरै हो अझै 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 बाँकी छैन न कति कति यहाँ बेत्रावती बजार सबै बगाइसक्यो त्यहाँ भाग्नु भने ए भाग्नु भने के बाढी आयो भने कस्तो कुरा पनि सबै त्रिशुलीलाई खबर गरे हुन्छ त्रिशुलीलाई हेलो बाढी आयो भने के कस्तो चिसिया कुरा गरेर आने के त्रिशुली सबै भाग्नु भन्नु त्रिशुली बजारै डुब्छ यता यहाँ ठुलो बाढी आयो बेत्रावती बजार सबै बगाइसक्यो त्रिशुली बगाउन लाग्छ छिटो भने के भाग्नु भने यता माथि उता उता जानु 6 बजार जानु भाग्नु भने के भने हेलो सुनिसक्यो ए बाढी आइरहेको भने क्या बेताउती बजार सब बगाइछु भने क्या भाग्नु मात्र भने मैले म यहाँ डाँडाबाट हेरेको कालिस्तान डाँडाबाट हेरिरहेको यहाँ बाढी ठुलो आएर बगाइसक्यो भने त्रिशुली बगाउन लागिसक्यो भाग्नु भने उता छोरे भाग्नु भने क्या भाग्नु भने हजुर रसुवा त ध्वस्त हो नि दाइ सबै चाइनाबाट आएको खोलाले सबै पुरै बगायो लगभग एउटा ठुलै बजार उ त्यसरी छोपेर खोलामाथिबाट हिँडिरहेछ बजार बजार पुरै बेत्रावती बजार भन्ने छोपेर त्यो खोलामाथि छ पुरै बजार त कहाँ मान्छे कति गयो कति गरे केही चाइनाबाट खोलो आयो ठुलो बाढी आएको चाइनापछि मलाई भाग्नु के उता छोरे जानपट्टि छोरे औषधिहरू माथि आइसके क्या माथि आइसके सुरक्षित छन् अब त्यो भनिदिनु भागिहाल्नु त्यहाँ भान्जेलाई खुल्नु छिटो भान्जेलाई खुल्नु छिटो भाग्नु भने हे क्या नाटक दिदी मैले नाटक गरेको हजुर हजुर रसुवा त जस्तै बनायो नि बेत्रावतीदेखि लिएर टिमुरेसम्म सबै घरहरू स्याब्रुको सबै घरहरू गयो स्याब्रु बेसी बजार गयो सबै गयो साँच्ची नै हो भने सबै गयो केही बाँकी छैन बेत्रावती बजार माथि खोलो हिँडिरहेको छ हेर्नु त त्यो बजार हो बजार माथि खोलो छ हो बजार माथि खोलो मैले यो ठ्याक्कै लाइनमा देखिएको बजार हो बजार छोपेर खोलो हिँडिरहेछ आइसक्यो भने मेरो विश्वास गर्ने भने विश्वास गर्ने नगर्ने रसुवा त ध्वस्तै भयो ध्वस्त भइसक्यो बेत्रावती केही छैन अब विश्वास गरेन भाग्नु भने के भाग्नु अरूलाई भनेर भागिहाल्नु छिटो हस् हस् के रह्यो त्यसलाई हेर्नु बेत्रावती आएको बजार हामी हजुर आइसक्यो भने यहाँ लम्बे पोहोर आइसक्यो उहाँ त्यो माथिको त्रिशुलीको ड्याम माथिको उहाँ त्यो मेरो हात खुट्टा कामिरहेको छ दिदी एकछिनमा के गर्न सकिरहेको छैन यता भाइले हजुर घरतिर आयो दिदी आयो लाउन आयो भने आयो हेलो चलेन लाइट दिन्छ न हेलो आइसक्यो भाग्नु न पहिला भाग्नु मैले भने मान्नु न को अहिलेसम्म नसुने के भाग्नु भन्नु न यार उहाँ बेत्रा त्रिशुली बजार सब छोपिसक्यो सबैले बरुवा केही छैन ल